आज यहाँ स्टेमा चाहिँ आएका छौँ। यो खोक्साङगुनमा रहेको छ। यो चाहिँ खोक्साङगुन ख्वाङजु खोक्साङगुनमा रहेको चाहिँ यो स्टे क्लेम्पिङ भन्ने छ होइन। केल्पिङजाङहरू क्याम्पिङजाङ भएको चाहिँ यसमा चाहिँ हामी आज बारबिक्यू गरेर खाने भनेर आएका छौँ। र यहाँ मेरी क्रिसमस पनि अब आउँदैछ पर्सि। मेरी क्रिसमसको ट्री छ। अनि यहाँ चाहिँ अब रमाइलो रहेछ बच्चाहरूलाई खेल्ने यताउता। बच्चा तिमी खेल्दै हो तिमी? ए के गर्दै त नि? नाच्दै हो? कस्तो रमाइलो रहेछ यहाँ। साथीहरू नजिकका साथीहरू चाहिँ यहाँ आउन सक्नुहुन्छ। रमाइलो छ क्याम्पिङ गरेर जाडोमा चाहिँ बस्नको लागि चाहिँ एकदम राम्रो रहेछ। पछाडि जङ्गल अनि हाम्रो चाहिँ त्यहाँ अगाडि छ हामीले बुक गरेको टेन्ट क्याम्पिङ। हामी यहाँ क्याम्पिङको लागि आएको। हाम्रो क्याम्पिङ यहाँ छ। यी बुढी यहाँ छ। गाडी यहाँ राखेकी छु मैले। अनि हाम्रो टेन्ट हाउस यहाँ छ। हामी आज यहाँ बस्ने तर्खरमा छौँ। घाम लागिरहेको छ अहिले। बेलुकाको 4 बज्न लाग्यो। हामी यहाँ अब बारबिक्यू साङ्गेसल बारबिक्यू गरेर खाने प्लानमा छौँ। र हाम्रो यस्तो छ भित्र। वाइन पनि छ, हिटर पनि छ यहाँ। हामीले अब यहाँको सर्भिसमा चाहिँ यो साङ्गेसल मुक्साल अनि यहाँ फान्सनहरू दिँदो रहेछ। त्यो लिएर आएका छौँ अब खानाको लागि। अब एकछिनमा हामी बारबिक्यूको पनि गर्दैछौँ बाहिर। बारबिक्यू गर्ने चाहिँ यहाँ चाहिँ हाम्रो देखाउँछु म है। बारबिक्यू गर्ने हाम्रो यहाँ हो। यहाँ अहिले कोइलाहरू रेडी हुँदैछ अरे। अब कोइलाहरू अब एकछिनमा 4 बजे पछाडि कोइला दिन्छ। अनि त्यसपछि हामी बारबिक्यू गरेर खाने तर खान्छौँ अनि इन्जोय गर्छौँ। चलो फर्कौ। ल हामी यहाँ अहिले बारबिक्यू गर्दैछौँ। अरेली स्याउ साङ्गेसल मुक्साल गरेर हामी अब इन्जोय गर्दैछौँ। रमाइलो हुँदैछ। आज सन्डेको दिन। 유튜브야? 조금 설명하고 있는 거야 지금? 주스 걸어. ओ जाडो छ जाडो। ओहो कति रमाइलो यहाँ चाहिँ। रमाइलो छ।
ओके रमाइलो भयो